हेलो गुड मर्निङ सबैजनालाई है। तपाईहरुले हिजो बेलुका एउटा बालेन शाहको स्ट्याटस देख्नु भएको भएन। राति त्यस्तै 12 जति बजेको थियो। बालेन शाहको आइडीबाट एउटा स्ट्याटस आयो हैन। त्यो स्ट्याटस हेर्नु है, एकचोटी म राखिदिन्छु, हेर्नु भयो नि। के लाग्छ तपाईहरुलाई? बालेन शाहले लेखेको सबै कुराहरु राइट हुन्छ? के लाग्छ? बालेन शाहले जे गरे पनि ठीक हुन्छ? बालेन शाहले आज भन्दा 1 वर्ष अगाडि एउटा पोस्ट राख्नु भएको थियो, आजलाई भइहाल्यो है। अब पनि यस्तै भयो भने म सिंहदरबार चलाइदिन्छु। त्यो राखेको 1 वर्ष नबित्दै छ नि। अहिले सिंहदरबार, हाम्रो न्यायालय, हाम्रा हरेक संरचनाहरू ध्वस्त छ। त्यो तपाईहरु आँखै अगाडि देख्न सक्नुहुन्छ, राइट? यो मान्नुहुन्छ हैन? यो हैन कि एउटा मेयरले जे गरे पनि त्यो राइट मान्नुपर्छ, त्यो म मान्दिनँ। तपाईहरु मान्नुस्। यहाँ कतिपय बालेनका समर्थकहरू, बालेनलाई साथ दिने मान्छेहरू, तपाईहरु मात्र हैन के बालेनलाई साथ दिने, बालेनलाई साथ दिने हामी पनि हो क्या। हिजोको दिनमा काठमाडौँमा बालेन हिँडिरहँदाखेरि बालेनको अघि पछि भएर हिँड्ने मान्छे हामी पनि हो क्या हैन? तैँले के गरिस्, तैँले गर्दा बालेनलाई भोट आयो र त्यो नभन्नुस् के। हामीले गर्दा नै आएको होला क्या, कतिपय ठाउँमा गऱ्यौँ होला क्या हामीले पनि कामहरू होला, सञ्जाल प्रयोग गऱ्यौँ होला, साथी सर्कललाई भन्यो होला। हाम्रो पनि साथी सर्कल थियो होला क्या काठमाडौँमा, हाम्रो पनि आफ्ना रिलेटिभहरू थियो होला क्या हैन? त्यो घमण्ड पनि नपालौँ होला क्या कसैले पनि हैन? बालेनको विरुद्ध बोल्ने त को हो त? भुइँ मान्छे बालेनको विरुद्ध बोल्न मिल्छ पनि भन्लान् क्या कतिले। त्यो पनि हैन क्या। बालेन को हो र बालेनको विरुद्ध बोल्न नहुने? बालेनले जे गरे पनि हामी बालेनको विरुद्ध बोल्न नहुने? को हो बालेन? हु इज बालेन? आई डोन्ट नो है। तर थाहा छ, एउटा मेयर जस्तो पदमा भएपछि उसले के बोल्ने, के लेख्ने, के गर्ने, उसलाई पनि ज्ञान हुनुपर्छ क्या। मान्नुस् नमान्नुस् हैन? बालेनले हिजोको दिनमा काठमाडौँमा मेयर भएको भर्खरैको टाइममा चाहिँ म बुद्धको शालिग बनाउँछु भनेर एउटा कुरा आएको थियो क्या। त्यो कतिले अवगत छैन होला क्या, त्यो बिर्सिसक्यो होला क्या कतिले। उसले बालेनले के भनेको थियो भने, त्यो कुरा विरोध भएपछि, विवाद भएपछि हैन, म आफ्नै तलबबाट चाहिँ के अरे म बुद्धको शालिग बनाउँछु भन्ने कुरा भएको थियो। अनि एमा बुद्धको शालिग बन्यो कहाँ बन्दैछ एमा बुद्धको शालिग? अनि शौचालयहरू म व्यवस्था गर्छु, शौचालय नै छैन। शौचालय बनिरहेछ, मुत्न पाइरहेछ काठमाडौँमा। धेरैजनाले मुतिरहेछन् काठमाडौँमा, फ्रीमा मुतिरहेछन्। पब्लिकले सुविधा पाइरहेछ। पब्लिकले सुविधा कहाँ पाएको छ? फलैचा बनिरहेछ, फलैचामा सुविधा गइरहेछ। रेस्पेक्ट होइन, त्यसमा रेस्पेक्ट गर्नुपर्छ, बनिरहेको कुराहरूमा रेस्पेक्ट गर्नुपर्छ। तर यो होइन कि बालेनले जे बोले भने हामी बालेनलाई समर्थन गर्छौँ। यो रङ हो है गाइज, यो एकदम रङ हो। हामीले यसको विरुद्ध बोल्नै पर्छ, किनभने हामीले हिजो नबोलेरै दुःख पाएको हो नि त हैन? हामी चुप्पो लागेर बालेनको समर्थन गरेरै दुःख पाइरहेको हो क्या हैन? जे बोले पनि उसलाई समर्थन गर्नुपर्छ भन्ने यो चाहिँ म चाहिँ मान्दिनँ क्या। अनि रुटिङ अफ नेपाल बन्द के भइरहेछ? रुटिङ अफ नेपाल बन्दले त सत्य तथ्य न्युज हाल्ने हो क्या अरे। अनि बालेनले लेखेको 12 बजेको स्ट्याटस चाहिँ सत्य हो कि असत्य हो कि के हो कि फेक हो कि हाइज्याक गरेको हो कि ह्याकिङ हो कि के हो, त्यो पत्ता लगाउने काम अब त हाम्रो रुटिङ अफ नेपाल बन्दको पनि हो क्या अरे नि त। भिक्टर, आई मिस यु भिक्टर है। ओके है, अब के गर्छ भिक्टरले नि हेरौँला। भिक्टरको नि कति बित्ते हेरेको हामीले, किनभने बालेनको छोरी जन्मिँदाखेरि भिक्टरले धरि आफ्नो पेज बन्द गरेर हैन, मैले जनताको लागि खोलेको पेज हो, यस्तो हो उस्तो, आज मलाई जनताले नि यस्तो भने। तिमी पनि फेक थियौ के बे हैन? तिमीले छोरी जन्मेको कति दिनपछि चाहिँ बल्ल बल्ल तिमीले सत्य तथ्य न्युज हाल, तिमी आफै चाहिँ त्यो बन्द गर्न बाध्य भएको हो क्या हैन? तिम्रो गल्ती भएरै बन्द गर्न बाध्य हो, नत्र तिम्रो पनि कस्ता चल्छ हामीलाई थाहा छैन त। मलाई कहाँ हैन, यो दुर्गा पर्साई चाहिँ राइटर हो कि जस्तो फिल भइरहेछ है। अनि मान्छेले हर्कला उडाइरहेछ क्या। हर्कला किन उडाउँछौ यार बे तिमीहरू? हर्कला नउडाउ यार। हर्कलाई चाहिँ तिमीहरूले कसैले नि त्यो तुलनै गर्न सक्दैनौ क्या। हर्क चाहिँ त्यो अनएक्सपेक्टेड मान्छे हो क्या। उसले यति गर्दैछ नि, अबको 10 वर्षपछि धरानलाई नि विश्वले चिन्दैछ क्या। उसले बेलायतमा गएर श्रमदान गरेरै आफ्नो एउटा इतिहास राखेर, रेकर्ड राखेर, सर्टिफिकेट बोकेर आएर सिरानी हालेर बसिरहेछ क्या हर्कले। हर्कलाई किन जिस्काइरहेछ यार तिमीहरू? हर्कलाई त रेस्पेक्ट गर न यार, मान यार। म त अलवेज रेस्पेक्ट गर्छु यार हर्कलाई। तपाईँलाई लाग्दै होला बालेनको किन बोलिरहेछ? बोलिन्छ, म नेपालमै छु, बालेनको विरुद्ध हामीले समर्थन गर्ने, साथ दिने हैन, सबै कुराहरू गर्ने
हामी नै थियौँ है। आज उसले गलत गरिरहँदा हामी नबोल्ने चुप लाएर बस्ने, यो हुँदैन। यो बोल्नुपर्छ गाइज है। र हामीले देशमा भएका, आफ्नो वडामा भएका हरेक गतिविधिमा बोलेनौँ होइन, पछि हटिरह्यौँ भने हामीलाई यिनीहरूले पेल्छन् गाइज, एकदम पेल्छन्। त्यो हुँदैन, बोल्नुपर्छ। र मैले आज मेयरको विरुद्ध बोलिरहँदाखेरि मलाई कति मान्छेले के भन्लान्, कसो गर्लान्, आई डोन्ट केयर क्या होइन, वाट अदर्स से क्या होइन, मलाई त्यो मतलबै छैन नि त। तर मलाई यति कुरा थाहा छ कि म के बोलिरहेको छु क्या होइन, कसको लागि बोलिरहेको छु क्या है, त्यति नै भन्न आएको। अब के लाग्छ कसो लाग्छ त्यो आफ्नो विचार हो, तर मलाई मतलब छैन जसले जे गरे पनि, जसले जे भने पनि। तर आजदेखि म बोल्छु क्या, म बोलेको थिइनँ क्या, म पनि एउटा यस्तै बोल्ने सम्बन्ध नै काम गरिरहेको हुन्थेँ, तर म बोल्ने थिएन। आजदेखि चाहिँ म बोल्थेँ है। र मलाई जतिले पनि चिन्नुहुन्छ, जान्नुहुन्छ नि है, उहाँहरूलाई म हृदयदेखि नै सम्झिन चाहन्छु है। त्यो किन के कसो भन्ने कुराहरू म पछि भन्न चाहन्छु। हजुरहरूको कारणले अहिले आइएम ओके के है, आइएम ओके के है गाइज। ल हस्, हजुरको दिन शुभ रहोस्।